everyone and namaste, welcome back to my YouTube channel. हजुरलाई स्वागत छ मेरो YouTube च्यानलमा। म चाहिँ आज घरमै छु, कहीँ पनि गएको छैन। अब हामी चाहिँ भोलि पर्सि चाहिँ खोला जान्छ। अनि आज चाहिँ घरमै छु। अब मेरो चाहिँ चिया पकाउने बेला भइसक्यो किनभने बाबा चाहिँ बाहिर घुमेर चाहिँ आउनु भयो। दिउँसो त्यस्तै त हो नि, बाबाहरु भएपछि घुम्न जाने दिउँसो बस्ने खाने गर्नुहुन्छ। अनि अब चाहिँ चिया पकाउने टाइम भयो। अनि मैले चाहिँ चिया पकाउँछु। अनि मैले चाहिँ हिजो राति लगाएको टप चाहिँ हराएछ क्या, त्यही भएर मैले चाहिँ अब एकचोटि टप पनि लगाउनु पर्यो। तर मैले कौनो लगाउनु भन्ने म कन्फ्युज छु के। कौनो राम्रो चाहिँ मैले चिया पकाउँछु। म चाहिँ चिया एकदमै मिठो बनाउँछु, त्यही भएर मलाई चाहिँ सधैँ चिया पकाउनु पर्ने हुन्छ। अनि हाम्रो चाहिँ यहाँ अनि यहाँ चाहिँ साथीहरूले चाहिँ हात मेहन्दी लगाउनु मेहन्दी सटप यता हेर्नुहोस् खै मेहन्दी बनाउनु दिदी। सो यहाँ चाहिँ हाम्रो मेहन्दीहरू चाहिँ यहाँ काम छैन। म चाहिँ चिया पकाउन जान्छु ल। 3 बजे चिया खान पर्छ भाइ भगवान्। हाम्रो घरमा त चिया नखाइकन कामै सुरु हुन्न। अनि त्यही भएर चिया पकाउनु पहिला चाहिँ लाइट बाल अनि ढुक्का खोल्न। हाम्रो ढोका चाहिँ अलि स्ली टाइपको छ कि गाउँको किचन यस्तै नै हो। कस्तैको कसैले राम्रो काम त गर्छ। मेरो फोनलाई चाहिँ बेक्सनी लाए जस्तो छ। मैले चाहिँ चिया पकाउँछु होइन। सो मेरो चाहिँ चिया भित्र पाकीसँग लागेको छ। अनि लाइन गयो कि फेरि भर्खर आएको थियो, भर्खर लाइन गयो। अब चाहिँ मेरो चिया रेडी हुन लागिसकेको छ। उहाँ चाहिँ चिया अब कतिवटा दिन चाहिँ भन्ने यहाँ चाहिँ मान्छेहरू बसिरहनु भएको छ। सबै मेरै पति छ अनि मान्छे अब चिया पकाइदिनु पर्यो। कस्तो घाम लाग्यो गाइज, ओ माइ गॉड घाम बढी जस्तो छ। एमा मेरो चिया उम्लेलाई म त यस्तै हो क्या। फेरि मोबाइलले बिगार्छ भन्ने हो, बिर्सिन्छ मोबाइल चलाउनु थाल्यो भने के गर्न लाग्छ। ओ मेरो त चिया उम्लिसक्यो गाइज, हेर्नुहोस्। एबार रात अँधेरो पो भएछ गाइज, केही छैन। यहाँ चाहिँ एउटा पुल्टे खेलिरहेको, यसलाई चाहिँ चौकिया लिएर जानु पर्छ। नाम के हो भन्? र मासु लिनु खिर खाने रे हुन्छ हो कि दुध उसका भन्नुहुन्थ्यो के अरे, त्यही भएर किन घर पकाएको ल। यहाँ चाहिँ अब जाँदैन, अब हामी चाहिँ हिँड्यौँ मासु लिएर। यो चाहिँ हाम्रो बारी खेत के खेत त नै सबै बारी हुन। अब त्यो बारीको नाम एउटा पुटी कौडी छ नि। बारीमा त सबै उखालेको र अस्ति। अनि त्यो बारीमा चाहिँ केही छैन, तर कस्तो मजाले हावा चलिरहेको क्या, शीतल भइरहेको थियो। यो चाहिँ हाम्रो बारी। अहिले चाहिँ यहाँ मस्जिद छ बारीमा। यो चाहिँ हामीले घाँस काट्छौँ। कस्तो आनन्द आएको बारीतिर त। So beautiful. So elegant. Look like the wow. Just like the wow. गहुँ काटेर भ्यायो बारीमा पनि गहुँ काट्न थाल्न। हाम्रो दुर्बामा कुती हो कि केटाटी पनि हो गाइज। अनि अरू भन्दा नि हामीले पढेको स्कुल चाहिँ यहाँ हो होइन। मैले पढेको चाहिँ यो पुरानो, अनि अहिले चाहिँ नयाँ बनेको छ। एकदमै सानो हो त। अनि हामी पहिला अटाउँथ्यौँ मस्तै तल 3 सम्म थियौँ नि त पहिला। अनि माथि चाहिँ हामी कालीगढीहरू खान जान्थ्यौँ। यहाँ एकदमै रमाइलो हुन्थ्यो त्यो इनमा झुन्डिन्। हामी चाहिँ यसमा कति झुन्डिन्थ्यौँ कि। अनि यसको जरा पिपलको नै बयरको जराहरू काटेर चाहिँ कपाल लगाउँथ्यौँ कि कपालमा। अनि कपाल लामो हुन्छ अरे यस्तो झुन्डिने अन्त गाइज। यहाँ चाहिँ आँपहरू फुलिसकेको छ, फुलेर पनि नछुनी होइन कि आँप। अब छोय यो दाना राखिसकेको छ आफूले, हेर्नु त गाइज। र चाहिँ मासु क्यान्सल भयो, अनि त्यही भएर हामी चाहिँ घर फर्क्यौँ। तर यहाँ चाहिँ हाम्रो मम्मी पर्नीले चाहिँ घाँस काट्नु भएको रहेछ।
नै ऊ बुरे बाबाले माछा ल्याउनु भएको अरे अनि त्यसपछि आज चाहिँ नलेर मैले माछा लिएर आऊ भन्नुभयो। हाम्रो मम्मीले चाहिँ यहाँ के भन्छ गहुँ गोडी जानु न तपाईँ मम्मीसँग आउँछु परेन हिँड तपाईँसँग आउँछु हिँड मम्मीसँग आउँछु परेन हिँड मम्मीलाई म दौ गएर काम गरेर बरु नाटक गर्छ मम्मीलाई बिगाएर धौ मम्मी यति घाँस गरेर आउने त मम्मी बोल्नु सो गाइस यहाँ चाहिँ टिम्बु पाकेर रहेछ एउटा दुईवटा पिज्जा खाऊँ न हामीले नि के गेडी खान्छु यो आऊ यहाँ म चाहिँ यहाँ भाइलाई गेडी दिन्छु क्या यहाँ भाइले खाने रे हात अलि यस्तो गर्छ पो ल खाऊ बाई है ल बाई ढिला भयो गएर पकाउनु पर्छ हामीलाई चाहिँ भयो खै म यहाँ खान्छु यति छैन छुची ल खान खान के मात्र नखाने हामीलाई जस्तै यो त खाइ कस्ती हो डार्मी नदिकन खाइ गाइस हाम्रो बुवाले चाहिँ माछा ल्याउनु भएछ कि दिउदी खान अझै पनि कति ठुलो अङ्कले मारेको बोटुको थापेर थाल थापेर चाहिँ यति ठुलो माछा पर्ने रहेछ हेर्नु यसलाई पारौँ ट्याङ्की राख अब सो हामीले चाहिँ अब यसलाई खाना पकाउँछौँ गाइज अनि मैले चाहिँ यसलाई अब साच्छु होइन माछालाई फ्राई गर्ने थोरै नुन थोरै बेसारहरू राखेर यसलाई चाहिँ हल्का मोलौँ यो चाहिँ चुक हो होइन यसलाई चाहिँ अब मजाले मोलौँ अनि हल्का हल्का फ्राई गरेर चाहिँ यसलाई मैले चाहिँ माछा फ्राई गर्न लागेँ अनि घरैमा तेल पनि बसिसकेँ बाबाले चाहिँ माछा ल्याउनु भएको छ अनि फेरि मासु क्यान्सल गरेर चाहिँ माछा खाने आज चाहिँ हामीले भोलि फेरि माछा खाने मैले चाहिँ माछा पकाइदै हो गाइज हाम्रो चाहिँ माछा पाकिसक्यो अनि मैले चाहिँ अब भिडियो इन्ड गर्छु किनभने मेरो मोबाइलमा चार्ज छैन अनि त्यही भएर चाहिँ अब खाना बनाउँछु मैले सो भिडियो अब इन्ड गर्दैछु सो बाई गाइज आजको भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला होइन मैले चाहिँ मासु खाने भनेको तर आज चाहिँ माछा खाना पर्ने भयो सो हामीले चाहिँ भोलि माछा लिएर भोलि मासु खान्छौँ हामीले आजको लागि चाहिँ यति नै बाई गाइज